वेलकम छ हजुरलाई आजको हाम्रो यो क्लासमा। आज हाम्रो कोरियन क्लासमा आज हजुरलाई म सिकाउँछु अ, आ, आ यसरी आ इ हजुरले सबै कण्ठ पार्नुभयो होला होइन। यहाँ हाम्रो के हो सुरुमा सबैलाई आइडिया होला। यो हाम्रो भयो आ, त्यसपछि या, अ, य। त्यसरी अब चाहिँ हामी चाहिँ यसमा चाहिँ जस्तो कि हाम्रो ग थपेपछि अनि के हुन्छ, अनि द थपेपछि के हुन्छ, यिनीहरूमा सबैमा तस्करी यहाँ लेख्दै जान्छ, हजुरले लेख्दै जानु होला है। अनि के गर्नु होला चाहिँ मैले यहाँ ग लेखेको नि सुरुको हाम्रो शब्द के भने ग कस्तो हुन्छ हेरौँ है। हाम्रो ग भनेको यसरी हुन्छ। अब हामीले गमा के थप्ने, गमा हामीले आ थप्ने, के हुन्छ हाम्रो गा। यसरी गा हुन्छ है। म यो नेपालीमा खासै लेख्दिनँ, म टक्कै लस्करी कोरियामा लेख्दै जान्छु। 10वटा हुन्छ लस्करीमा यहाँ लेख्दै जान्छु, हजुरले हेर्दै जानु। किनकि नेपालीमा लेख्दै गयो भने चाहिँ नेपालीमा पढ्ने बानी बस्यो भने चाहिँ हजुरहरूलाई चाहिँ कोरियनमा पढ्न एकदम गाह्रो हुन्छ कि। त्यही भएर अब हाम्रो के भयो तपाईँ एउटा कुरो ख्याल गर्नु होला। 1 2 3 4 4 5 यिनीहरूको अगाडि मात्रै हाम्रो लाग्ने भनेको चाहिँ उस हो। यहाँको अगाडि मात्रै हाम्रो यो शब्द लाग्छ, अनि अरूको सबै माथि माथि लाग्छ है। ल हामी सुरु गर्छौँ। अब हाम्रो आयो ग प्लस या, के भयो। अब म लेखिदिन्छु हेर्नु है, हजुरलाई सजिलो होस् न। ग्या। हजुरले लेख्नु होला, यसरी लेख्दै जानु होला, यसरी कण्ठ पार्नु होला। हजुर जबसम्म यो आउन्न तबसम्म हजुरले गर्न सक्नुहुन्न है। टक्क यो लस्कर लेख्दै जाने, पहिला गको लेख्ने, त्यसपछि नको लेख्ने, त्यसपछि दको लेख्ने, त्यसपछि रको लेख्ने, सबै लेख्नुपर्छ है। अन्त हजुर लेख्ने हजुरले प्र्याक्टिस गर्नु भएन भने चाहिँ हजुरलाई पछि गएर गाह्रो पर्छ। ल म गर्दै जान्छु है, हजुर हेर्दै जानु, म गर्दै पनि जान्छु अनि म बोल्दै पनि जान्छु, हजुरले त्यो बुझ्दै जानु होला। सम्झिनु भएन भने भिडियो पोज गर्नु, फेरि ब्याक गर्नु, फेरि हेर्नु होला है। ल ग प्लस अ, के भयो ग है। अब हाम्रो अर्को फेरि आयो ग प्लस य, के आयो ग्या। यसरी हजुरले उस गर्दै जानु होला, पढ्दै जानु होला, सम्झ्दै जानु होला, किनकि एकचोटि पढेर मात्रै हुन्न है, फेरि फेरि पढिराख्नुपर्छ। ग प्लस उ, के भयो गो। यसलाई हामीले के पढिन्छ गो है। अब अर्को ग प्लस यो इक्वल टु क्यु है। अब फेरि ग प्लस सरी है, यहाँ म तल जाने छु, ग प्लस उ गु। यहाँसम्म लस्कर लेख्दै जानु। गा ग्या ग गे गु ग्यु गु है। यसपछि गे प्लस यु, हाम्रो आयो क्यु। अब ओहो, यहाँ एउटा मिस्टेक देख्नुभयो, हजुरहरूले ख्याल गर्नुभयो, मैले ख्याल नगर्दा फ्लोमा ख्याल गरिनँ, तर चाहिँ एउटा मिस्टेक देख्नुभयो, कतिले ख्याल गर्नु भएन होला है। म हजुरलाई भनिदिन्छु के मिस्टेक छ हाम्रो, कतिले यहाँ कसो थाहा छैन नि, म भनिदिन्छु है। मैले पनि अलिक ख्याल गरिनँ, सरी है त्यसको लागि। अब यता हेर्नु, मैले के भनेको थिएँ 1 2 3 4 5 यिनीहरूको, सरी यहाँ हेर्नु त 1 2 3 4 5 यिनीहरूको सबै शब्दहरू अगाडि आउँछन् है। अनि त्यसपछि 1 2 3 4 5 यहाँको सबै आउँछन् भनेको माथि, बट मैले के गरेँ लस्कर लेख्दै गएँ, हजुरले नि फ्लोमा ख्याल गर्नु भएन। ल अब हेर्नु, यसलाई काट्ने, यसलाई पनि काटिदिने है, यसलाई पनि काटिदिने, यसलाई पनि काटिदिने। ल अब यता हेर्नु, यसरी ग्यु, त्यसपछि फेरि यसको माथि यसलाई छोडिदिनु है, ग्यु, अनि यसको माथि गु, फेरि यस ग्युको लागि यसको माथि ग्यु। अब के रे हाम्रो
यु। अब यो के रह्यो हाम्रो, अब रह्यो हाम्रो उ र इ रह्यो होइन, उ र इ। पहिला हामीले इ लेख्दा पनि भयो नि त, उ लेख्दा पनि अब हजुरले जसरी पढ्नुभयो त्यसरी लेख्दा हुन्छ है, किनकि मैले पढाएको र हजुरले पढेको अगाडि पछाडि हुनसक्छ शब्दहरू, के शब्दहरू, त्यही भएर। ल यो हाम्रो आयो उ, ग के भयो यो फेरि गु, यहाँ ख्याल गर्नुभयो दुईवटा गु भयो है। अब हाम्रो के भयो, हामीसँग एउटा पेपर छ नि त, हजुरलाई म पछि देखाउँछु है बिगिनिङको लागि। अब लास्टमा हाम्रो रह्यो गी। अब गी कसरी लेख्ने, इ इ अब हजुरलाई थाहै होला इ लेख्ने भनेको यसरी होइन, इ। अब इको इ लेख्नुभन्दा पहिला ग लेख्ने, पहिला लेख्ने ग इ, के भयो गी। यसरी नै हामी लस्करै उस गरेर जाने, गी भयो है। अब यो हजुरले लेख्नु होला, कन्ट पार्नु होला। यहाँ चाहिँ हजुरले पनि ख्याल गर्नुभयो भने मैले के मिस्टेक गरेको, यसरी मिस्टेक अब जसले मिस्टेक थाहा पाउनुभयो एकदम गुड, उहाँको लागि म क्ल्याप छ यो, हजुरले एकदम राम्रो गरिदिनुहुन्छ, अझै राम्रो पढ्दै जानु होला। जसले थाहा पाउनु भएन प्लिज प्र्याक्टिस गरिराख्नु होला है। ल अब के गर्ने भने अब अर्को गपछि के आउँछ, गपछि के आउँछ यसो मलाई भन्नु कसैले, कसैलाई थाहा भयो नि, त मलाई त थाहा छैन क्यारे, यसो भन्नु पऱ्यो। गपछि आउँछ न, न इक्वल टु न, ट्याक्कै गको उल्टो न है। न अब म सुरु गर्छु, हाम्रो न पहिला यसरी न लेख्ने, न प्लस आ इक्वल टु के भयो ना है, इक्वल टु भयो ना। अब यसै हो कि, यसरी बुझाउँदाखेरि के हुन्छ भने चाहिँ यो प्लस अनि यसरी आउँदाखेरि कतिले कन्फ्युजन हुन्छ कि, त्यही भएर मैले डाइरेक्ट हजुरलाई यसरी बुझाएको थिएँ। अब केही पनि बिचमा प्लसहरू इक्वल टु नलगाइकन मैले हजुरलाई नर्मली बुझाएको थिएँ। यसरी बुझ्न अलिक गाह्रो हुन्छ कतिलाई, कसैलाई यसरी बुझ्न गाह्रो हुन्छ, त्यही दुई तरिकाले म हजुरलाई बुझाउँदिनँ है। अब रह्यो न प्लस आ इक्वल टु सरी या, न प्लस या इक्वल टु न्या है, न प्लस अ इक्वल टु न, यसको पुरै नै हुन्छ है, नको नै हुन्छ, न प्लस या, न प्लस अ सरी य। यो साउन्ड एकदम सेम सुन्ने जान्छ कि तेरो सुन्छ। न प्लस य इक्वल टु न्या, न प्लस यसपछि के आउँछ, कसलाई आइडिया छ मलाई भन्नु त एकचोटि, भन्नुभयो ए ल हजुरले, ल मैले माने चाहिँ हजुरले भन्नुभयो है। यसपछि के आउँछ हजुरले भन्नुभयो, ल मैले माने है। यसपछि आउँछ ओ, ल ओ आयो। अब के गर्नु पऱ्यो, ओ आउने बित्तिकै के गर्नु पऱ्यो हामीले, यसलाई चाहिँ यसको माथि लेख्नु पऱ्यो। पहिला यसरी ओ लेख्ने, त्यसपछि उस गर्ने नलेख्ने है, जसो लेख्दा पनि भयो, टु नो है। अनि त्यसपछि न प्लस यो आएपछि अब के लेख्ने हामीले, अब म सुरुमा यो लेख्ने, त्यसपछि नलेख्ने, न्यू भयो है। न्यू कसो लेखिन्छ, न्यू भयो। त्यसपछि के गर्ने, न प्लस अब यो पछि के आउँछ भन्नु पऱ्यो, हजुरहरूले भन्नु पऱ्यो सँगसँगै पनि, हजुरले रिपिट त्यो मनमा बोलेर हुन्न, हजुरको घरको वरिपरि कोही हुन्छ नि नडराउनु, हजुर जबसम्म बोल्न सिक्नु तबसम्म हजुरलाई यो आउँदै आउन्न है। त्यसपछि आउँछ ओ भन्दा सरी ऊ भन्न खोजेको, ओ निक्लेछ मेरो ऊबाट नि आफै, ऊ। अब मान्छेबाट मिस्टेक नभए के हुन्छ त्यही हो। अब मैले यहाँ उस गरेँ पनि हजुरले मिस्टेक नगर्नु होला, किनकि अब धेरैचोटि रिपिट गर्दाखेरि चाहिँ एउटै शब्दहरू
सेन्टेन्स बोल्दा बोल्दा एउटै पछि पछि हजुरहरूले यो पढ्दै जानुहुन्छ नि अनि पछि यो पढ्दै जानुहुन्छ सबै गर्दै जानुहुन्छ नि हजुरहरूको के हुन्छ नि 3-4वटा जुन डिफ्रेन्ट डिफ्रेन्ट उस हुन्छ नि कोरियनमा के हुन्छ नि जस्तै हाम्रो यो ग्या न पढ्दै छ नि यस्तो वर्डहरू पछि बोल्दा बोल्दा एउटै हुन जान्छ कि यसो साउन्ड बोल्दाखेरि त्यस्तो निस्किन्छ पछि लेख्दाखेरि छुट्टै तरिका लेखिन्छ है न प्लस उ के भयो नु इक्वल टु नु न प्लस यु के भयो न त्यसपछि यु न्यू त्यसपछि न प्लस उ फेरि उ आयो है ख्याल गर्नुभयो भने फेरि उ आयो नु पछि न प्लस इ इक्वल टु नि ल यसरी नै हजुरले के गर्नु होला लस्कर लेख्दै जानु होला है यसरी हजुर लेख्दै जानुमा एकदम राम्रो हुन्छ हजुरले के गर्नु होला जस्तो कि हामीले ग न लेखे अब हजुरको दको लाइन लेख्नु हजुरले अनि त्यसपछि बिचबाट लेख्नु लस्कर नलेख्नु है लस्करी हजुर कतिले के गर्नुहुन्छ भने ग न द र म ब यसो लेख्दै जान्छ यसो नलेख्नु बरु बिचबाट पहिला फबाट गर्नु फको लाइन लेखेपछि फेरि अरू कुनै स्टार्टिङको लाइनको कुनै ग लेख्नु अनि पछि हको लेख्नु त्यसपछि बिचमा आएर हजुरले जको लेख्नु त्यसरी गर्नु हजुर एकदम छिटो कण्ठ हुन्छ त्यसरी गर्नु होला ल आजको लागि चाहिँ सकिन्छ धन्यवाद हजुरहरूलाई हेर्नको लागि अनि लाइक सेयर सब्सक्राइब पनि गर्नु होला अनि केही सोध्न मन लाग्यो भने मलाई कमेन्ट गर्दा हुन्छ है।